हेलो व्हाट्स अप गाइस आज चाहिँ ठ्याक्क साथीले अफिसबाट छुट्टी भएपछि टक्क कालु पाण्डेतिर जाउँ भन्यो अनि म त्यसलाई कलङ्कीमा रिसिभ गरेर हाम्रो आजको डेस्टिनेसन भनेको कालु पाण्डे अफिसबाट निस्किँदा कल दियो है भनेको दिँदै दिइन्छ म फेरि घर पुग्यो अरे चिलमा बसिरहेको थिएँ कल आउला र हिँड्छु भनेर त्यो पुगिसक्यो म बल्ल हिँड्दैछु जमसुमे बाजो बाजो हावा सरर जो बा यस्तो गर्मी छ कि होइन पुरै पसिना पसिना भइसक्यो क्या सुन रे तिमी कहाँ म कहाँ गाई जो गीत होइन रिलिज हुँदाखेरि क्या टक्क म एसएलसी दिँदै थिएँ क्या वाइल्ड सुनिन्थ्यो एसएलसीको बेला फक पैसै बोकेन पैसै बोकेन पैसै बोकेन तेल हाल्नु पर्ने थियो पैसै बोकेन बाप्रे पसिनै पसिना भइसक्यो टाउको हेलमेटभित्र नि भाइजर खोल्यो भने पुरै आँखाभरि धुलो हुन्छ पसिना आछ होइन धुलोबाट नि च्याप च्याप भइदिन्छ भाइजर लगाइदिएन भने हाँगै छिर्दैन म ओ साँच्चै पेट्रोल पनि घट्यो नि त मैले पेट्रोल घटेपछि चाहिँ हालेकै छैन त्यही 219 हुँदा चाहिँ हाल्यो होइन 20 रुपियाँ घट्यो भन्दै थियो आज अब अहिले हाल्दाखेरि कति रहेछ सोध्नुपर्छ पहिला पहिला त काठमाडौँमा गर्मीको बेला पनि शीतल हावा फाल्थ्यो क्या अहिले त यार हावा पनि पुरै तातो छ अब त्यहाँ जाम पर्छ होला एकछिन कुर्छ सोल्टीले मस्त सायद मेमोरियलमा बस भनेको सायद त्यहीँ होला सोल्टी अन्त त्यहीँ छ माखा डग्स सर झुके के सर लाइट टाइट आज धर्नै चिड्काएको अब म त यतापट्टि क्लियर देखिरहेको थिएँ माका डक्स अब यताबाट फेरि घुम्नु पर्यो आज कस्तो उ भयो त पक्कड घुम्नु पर्यो नि लाइटै यताको मात्रै देखेँ जहाँ गयो काण्डै काण्ड हुन्छ यार आजकल के भएको अब फेरि त उता कुरेर बसिरहेछ माका हतारले लतार हुन्छ भने आमा पक्कड कलङ्की चोकमा दुईचोटि घुम्यो के त अब यताको लाइटै बलेन अनि
यताबाट उता जान नि मिल्दैन होला झन्नै चिट काटेको आज पनि यार ब्याग खुल्लै छ बन्द गर्दैन पुरै खुल्लै थियो यति मात्रै हो र यादै गरिनँ अरू केही खासै सकिन पर्स छ नि के अरे पेट्रोल हाल्नुपर्छ यार पेट्रोल हालेर जानुपर्छ उ त्यहाँबाट छिर्ने नै अगाडिबाट छिरौँ यहाँ स्क्यान हुन्छ कि न यार क्युआर पेमेन्ट अनलाइन पेमेन्ट यस मेसिनमा हुँदैन कृपया अगाडि उताको अर्को मेसिनमा जानुहोस् को रेट घट्यो अरे क्या त कति मिनट कुरिस् 15 1000 हाल्यो त कार्ड यतापट्टि रहेछ क्या धेरै पछि चलाएको यतापट्टि रहेछ क्या ठ्याक्कै 5 लिटर यतिसम्म आउँदाखेरि पहिला चिसो हुन्थ्यो न यहाँसम्म आउँदासम्म चिसो हुन्थ्यो क्या अहिलेमा गर्मी त यतातिर त होइन नि ल माथि टुप्पै पुग्नुपर्छ होइन ओके बल्ल शीतल भयो यार चिसो हावा बग्यो कुनै बिस्नेको यसरी नै कि मेरो जिन्दगी बित्ने हो तलतिर होइन इसोको खाने हो र फेरि यताबाट यही बाटो सर गयो भने पुग्छ क्या त्यही हो जाम्नु न त्यसो नि सुकुटी कहाँ माथि ओ हावा मिठो लाग्यो यार